यो चाहिँ हाम्रो दिउँसोको खाजा। धेरै समय पछाडि क्या साथीहरू यो होममेड चटपटे बनाएर खाएको मिठो भयो, सादा, सबै नानीहरूलाई पनि हुने गरी भयो। अनि खाजा खाइसके पछाडि चाहिँ नि आज यो मेरो लथालिङ्ग भएको फोहोरी कोठालाई सफा बनाउने काम थियो क्या साथीहरू। अनि स्कुल अब छुट्टी छ नि त, अब चुनावको छुट्टी, भोलि नारी दिवसको छुट्टी। अनि छुट्टीको समय मात्रै हो क्या साथीहरू मैले चाहिँ सरसफाइ गर्नु पाउने घर भनेको, नत्र भने कहिले पनि भ्याउँदिनँ। एकदमै फोहोरै हुन्छ। बल्ल बल्ल शनिबार छुट्टी हुँदा पनि नानीलाई नदिँदा आफू सरसफाइ लुगा धुँदा नै ठिक्क हुन्छ क्या साथीहरू। अनि अहिले चाहिँ अब 6-7 दिनको छुट्टी थियो, अनि त्यही भएर मैले चाहिँ सरसफाइतिर लागेँ। अनि नानी हेर्ने जिम्मा चाहिँ उसको बाबालाई दिएपछि म चाहिँ बटाबट यसरी सुरु गरेँ घर सरसफाइ गर्न। अनि क्या साथीहरू एउटा कुरा, यो यसरी भिडियो बनाइराख्दा क्या मलाई आफैलाई कस्तो लागेर आउँछ क्या कोही बेला, हेर्नु न कस्तो क्यामेरा पनि राम्रो छैन होइन। अनि खिचिदिने पनि कोही हुँदैन क्या। मलाई चाहिँ के को रहर लागेको होला क्या, यस्तो जस्तो लाग्छ कोही बेला चाहिँ। अनि रै पनि होस् जस्तो सुकै भए पनि अब यसो सम्झनाको लागि पनि हुन्छ, पछि बुढेसकालमा हेर्न पनि हुन्छ भन्ने जस्तो पनि लाग्छ कोही कोही बेला चाहिँ। अनि त्यही भएर म चाहिँ कहिलेकाहीँ यसरी भिडियो बनाउने गरेको छु साथीहरू। अनि जाडो महिना लागे पछाडि चाहिँ नानी सानो भएकोले गर्दा हामीले चाहिँ कार्पेट अर्कै लगाएको थियौँ नि त, जाडोमा हुने खालको। अनि त्यो चाहिँ अलिक अब होस् गर्मी महिना पनि लाग्यो भनेर अर्को कार्पेट ल्याएर हामीले चाहिँ यसरी ओछ्याएको थियौँ। अनि लास्टमा चाहिँ यसरी ओछ्याएर चटक्क बनाएको थिएँ मैले सक्दो सरसफाइ गरेर मेरो कोठालाई। थ्याङ्क यू फर वाचिङ।